यो चुडेल किन बोलाइछ यसको भिडियो हेर्नुस् त। जनता भ्रष्ट छैन हामीले देखेकै छौं। जनता भ्रष्ट छैन हामीले देखेकै छौं। ए जनता भ्रष्ट, तिमीहरूलाई लाज लाग्दैन? विदेशबाट ऋण ल्याई आधा भन्दा धेरै भ्रष्ट गर्ने यही चोर फटाहरू होइन, यही नेता बनाउँदाहरू होइन, अझै जनतालाई उल्टो भ्रष्ट। लाज लाग्दैन तिमीहरूलाई? कत्रो ठुलो चोर फेरि। एउटा जनताले तेरो के सम्पत्ति खाइदिएको छ देखा ल, एउटा जनताले भ्रष्टाचार गरेको देखा ल। जनतामा म पनि पर्छु, मैले एक सुका भ्रष्टाचार गरेको देखा, प्रमाण छ। तिमीहरूले भ्रष्टाचार गरेको एक एक हिसाब किताब निकालिदिन्छौ। जनतालाई उल्टो भ्रष्ट। जो चोर उसैको ठुलो चोर। केही काम गर्नु छैन, नेतागिरी गरेको छ, हिँडेको छ, काम धाम छैन, पैसा आउने ठाउँ एउटा छैन, नेता बनेको छ, भ्रष्टाचार गरेको छ, देशलाई खोक्रो बनाएको छ, अझै उसकै ठुलो चोर। चोरहरूको ठुलो चोर गरेको सुहाउँदैन क्या। तिमीहरूले ठुलो चोर गर्दैमा तिमीहरू चोखो छौ भनेर कसैले पटाउँदैन। अब सबै जनताहरूलाई तिमीहरूको कर्कुत, तिमीहरूको कालो धन एक एक थाहा भइसक्यो जनतालाई। तिमीहरूले सम्पत्ति कसरी जोडेका छौ भनेर जनताहरूलाई एक एक थाहा भइसक्यो। आफ्नो देशमा एउटा उत्पादन छैन, आफ्नो देशमा एउटा युवालाई रोजगारी छैन, अझै नेता हुँ भन्दै हिँड्न तिमीहरूलाई लाज लाग्दैन? विदेशबाट अरबौं अरब ऋण गरेर ल्याई आधा भन्दा धेरै भ्रष्टाचार गर्न तिमीहरूलाई लाज लाग्दैन? अझै तिमीहरूकै ठुलो चोर। जनता भ्रष्ट भन्न तँलाई लाज लाग्दैन चुडेल? यस्तालाई कसले दिन्छ हो भोट? कसले दिन्छ यस्तालाई भोट? तपाईँ दिनुहुन्छ? छातीमा हात राखेर भन्नुहोस् त, तपाईँले यस्ता डङ्किनीहरूलाई, यस्ता चुडेलहरूलाई भोट दिनुहुन्छ? अब जनता सुध्रिनुपर्छ है।